भाइहरू मकै गर्दा गर्दै पानी परेको अवस्था हामी भागारे भाग। त्यही भएर चाहिँ अब भिडियो गर्नु पनि मजाले पाइएन हो। अब पानी परेर हेर्नुहोस्, यस्तो पानी परेर बेहाल छ। हामी घरतिर भागेर आइयो। कता कता जानु भएछ उहाँहरू गराङ गुडुङ यस्तै। यो भएको कारणले मकै पनि बोल्नु पाइएन। मोबाइल पनि चलाउनु अलिक गाह्रो भइरहेको छ। यो झुसी दिदीले खासमा चाहिँ आज साइड नहेरिकन चाहिँ यसरी यो पानी हेर्छ, पानी साइड नहेरिकन चाहिँ यो आज चाहिँ कस्तो हेर्नु यो यतालाई भनेको कारणले चाहिँ यसो पानी परेको। र घर बनाउँदा पनि एउटा यस्तो घर बनाउन पनि साइड हेरिन्छ नि त होइन। त्यसरी साइड हेरेको भए त्यसरी नहुने थियो। त साइड नहेरिकन यसरी काम गरिसकेपछि यसरी जोजार भइन्छ। म खेताला अल्छी पनि छु। त्यो भएको कारणले पानी पनि पर्थ्यो, दामी भयो तर झुसी पुरा रिसाएर आएको छ। दामी कता भागेको। ओके गाइस, यसरी हुन्छ है। त्यही भएर कारणले चाहिँ साइड हेर्ने एकदम ज्योतिषलाई नै हेराउनुपर्छ, धामीलाई नै हेराउनुपर्छ भन्ने होइन। साइड हेराउँदाखेरि चाहिँ आकाशतिर बिहान उठ्ने बित्तिकै हेर्ने के छ मौसम थाहा पाइहालिन्छ। त्यही भएर अनि त्यो आकाशतिर हेरेर चाहिँ थाहा भइन्छ। त्यसपछि चाहिँ आफ्नो काम सुरु गर्ने हो गाइसहरू, साथीहरू। गाइस नभने यो अर्गानिक